नमस्ते हजुर अझै हाम्रो गाउँ हो यो गाउँको नाम के हो त है त्यो गाउँ पुरगाउँ जनसङ्ख्या कति छ जनसङ्ख्या त छ नि यो तीनटा गाउँमा छ 700-800 जति त 700-800 घरमा तीनटा बच्चा छ कसैको घरमा 7-8वटा बच्चा छ कुनैको 4वटा पनि छ कसैको 18वटा पनि छ त्यो छैन बहिनी पहिला 18 बच्चा एउटा अहिले बाँकी छ जुप्चेश्वरको चाहिँ 4 नम्बरबाट बेतिनीको पुर्गा भन्छ के ए अघिदेखि नै जुप्चेश्वर भनेर आयो सबै तामाङ हो प्राय सबै तामाङ हो बाहुन छैन अनि अहिले हामी यो गाउँको विद्यालयमा जाने हो स्वास्थ्यको लागि स्वास्थ्य के भन्छ स्वास्थ्य परीक्षणको लागि जाने हो हजुर ब्यागहरू चप्पलहरू विद्यार्थीहरू तपाईँ यो गाउँको के हो को हो ए यो स्कुलको अध्यक्ष हुनुहुन्छ ए अनि यो गाउँको के हो तपाईँ गाउँको अलि समाजसेवी पनि गर्छु ए पछि हुन्छ पछि भोट हाल्नु होला आपको लागि उहाँलाई भोट हाल्नु होला तपाईँ कुन पार्टीबाट हो म त बहिनी माओवादीबाट हो माओवादी हो भोट हाल्ने विद्यार्थी धेरै रहेछ मान्छे गाउँमा बस्ने बस्तीहरू पनि धेरै आएर बस्नु भएछ हामीलाई नमस्ते गरिरहेको छ नमस्ते छिरिदो नमस्ते छिरिदो अन्जुला दिस थेप किर्ता दी गाउँ दियो चाहिँ लोप्टा दिए सर र दुवार र अन्जुला पापा गाउँमा माउ छ योस् पछाडि जाऊँ नमस्ते हेलो युट्युबमा हाल्छ नि नमस्ते भन्नु त युट्युबमा आउँछ जति स्माइल गर्न सक्छ त्यति राम्रो हो नि तपाईँ यो विद्यालयको मिस हुनुहुन्छ भिडियोमा आयो हुन्छ ए यो विद्यालयको मिस Little longer than a few minutes later. शर्मिला श्रेष्ठ हो शर्मिला श्रेष्ठ हो शर्मिला श्रेष्ठ मेरो साथी अब साथी है हजुर साथी गर्नुपर्छ है हजुर साथी अहिले यता बस्नु जाने खिच्याउलाई है झोला रे युट्युबमै हो हजुर यो सबै झोलामा हो नगान्छ न अच्छा आसी खाना जाऊ दाइ एकछिन बाटो ल हुन्छ तपाईँले पायो राम्रो छ तपाईँले पनि पायो तपाईँले पायो लगाउनु भयो ओ राम्रो देखेछ भाइले पायो चप्पल पायो ओ गुड नानीहरूले झोला पायो है खै झोला देखाउ त कस्तो राम्रो देखेछ झोला नानीको झोला देखाउ त ओ राम्रो देखेछ
सबैजना बाई 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 Tangkiramin tu.